म सानो हुँदाखेरि मेरो माइत घरको हजुरआमाले भन्नुहुन्थ्यो जाडोमा एकदम चिसो लाग्छ, त्यही भनेर तातो दबाई बनाउनु पर्छ भनेर हैन। अनि आज सम्झेर मैले अस्ति नै बनाएँ, खाएँ पनि, मलाई राम्रो भयो। तपाईहरुलाई पनि शेयर गर्न मन लाग्यो। यो दालचिनी, ल्वाङ, मेथी, मुङ्ग्रिलो, यो टिमुर, कालो नुन, बिरे नुन, जुवानु, जीरा अनि जुवानु अलि धेरै लिने, यसलाई हल्कासँग भुट्ने अनि भुटेर चाहिँ तपाईहरुले यस्तो ढुटो हुन्छ। अनि यो ढुटो चाहिँ बिहान खाली पेटमा सानो चम्चाको 1 चम्चा मनतातो पानीसम्म सँग खाने गर्नुपर्ने रहेछ हैन। म चाहिँ यो विगत 2-3 वर्षदेखि खाँदै छु। एकदम यसले राम्रो, ग्यास्ट्रिक पनि हुँदैन, पेट पनि दुख्दैन, वाक पनि लाग्दैन। यसले एकदमै राम्रो गर्छ। यो घरेलु उपाय हो। विशेष त म जाडो याममा चाहिँ धेरै पहिलेदेखि खान्थे र आज हजुरहरुलाई पनि शेयर गर्न मन लाग्यो। हजुरहरु पनि खानुहोस्। चिसोको समस्या, ग्यास्ट्रिकको समस्या हुनेहरुलाई चाहिँ यसले एकदमै राम्रो गर्छ। त्यही भनेर आज हजुरहरुलाई पनि मलाई शेयर गर्न मन लागेको र मैले शेयर गरेको।